के गर्नाले छोरा जन्मन्छ, के गर्नाले छोरी जन्मिन्छ? नमस्कार सबैजनालाई कक्षा 10 को एकाइ 4 वंशानुक्रमको 14औं खण्डमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी यस भिडियोमा मानिसमा लिङ्ग निर्धारणका विषयमा अध्ययन गर्न गइराखेका छौं। सर्वप्रथम त मानिसमा गुणहरूको निर्धारण चाहिँ क्रोमोजोमले गर्दछ भनेर हामीले बुझ्नु पर्दछ। क्रोमोजोमहरू भनेको चाहिँ डीएनए र प्रोटिनको संरचना हुन् जसले चाहिँ सेलको न्यूक्लियसमा जेनेटिक जानकारीहरू बोक्दछ। अर्थात् यो चाहिँ पूर्वजबाट सन्ततिहरूमा पूर्वजका गुणहरूलाई चाहिँ बोक्दछ। हाम्रो शरीरमा चाहिँ 46 वटा 23 वटा क्रोमोजोम हुन्छ। त्यसमध्ये 22 वटा चाहिँ अटोजोम हुन्छ भने एउटा चाहिँ सेक्स क्रोमोजोम हुने गर्दछ। त्यही सेक्स क्रोमोजोम एक जोडा अथवा एक्स र वाई गरेर 2 वटाले नै मानव शरीरलाई चाहिँ पुरुष हुने कि महिला बनाउने भनेर निर्धारण गर्ने काम गर्दछ। मानिसको लिङ्ग निर्धारणको कुरा गर्दाखेरि चाहिँ जीवहरूमा सेक्स क्रोमोजोमले गर्दा भाले र पोते छुट्टिने नै लिङ्ग निर्धारण हो। मानिसको शरीरमा चाहिँ 23 वटा क्रोमोजोम मध्ये 22 वटा चाहिँ अटोजोम हुन्छ जसले शारीरिक गुणहरू निर्धारण गर्दछ भने एक जोडा चाहिँ हेटेरोजोम अथवा सेक्स क्रोमोजोम हुन्छ जसले चाहिँ गुणहरू चाहिँ निर्धारण गर्दछ। पुरुषको शरीरमा एक्स र वाई गरी एक जोडा र महिलाको शरीरमा एक्स गरी एक जोडा सेक्स क्रोमोजोमहरू हुने गर्दछ। प्रजननको समयमा मेयोसिस कोष विभाजन भएर डिप्लोइड कोष, हेप्लोइड कोष अथवा ग्यामेटमा विभाजन हुन्छ। यसरी 22 + एक्स र 22 + वाई ग्यामेट बन्दछ भने महिलामा 22 + एक्स 2 वटा ग्यामेटहरू बन्ने गर्दछ। यदि 22 + एक्स शुक्रकीट र 22 + एक्स डिम्बसँग मिलेमा चाहिँ छोरी बन्छ भने 22 + वाई शुक्रकीट र 22 + एक्स डिम्बसँग मिलेमा चाहिँ छोरा हुन्छ। यसरी पुरुषमा उत्पादन हुने शुक्रकीट मध्ये 50% एक्स क्रोमोजोम र 50% वाई क्रोमोजोम हुनाले छोरा वा छोरी बन्ने सम्भावना चाहिँ 50% हुन्छ। यो चार्टद्वारा हामी त्यो कुरालाई बुझौँ है त। जस्तो पुरुषमा चाहिँ 44 + XY क्रोमोजोम हुन्छ। 44 भनेको यो सोमाटिक क्रोमोजोम, XY भनेको सेक्स क्रोमोजोम। त्यस्तै महिलामा चाहिँ 44 + XX गरेर 23 जोडा क्रोमोजोमहरू हुने गर्दछ। अनि जब प्रजननको समय आउँछ उपयुक्त समयमा चाहिँ त्यो मेयोसिस कोष विभाजन भएर ग्यामेट बन्दछ। पुरुषलाई चाहिँ शुक्रकीट भन्छ। त्यसमा चाहिँ ग्यामेटहरू चाहिँ हेप्लोइड कोषमा रूपान्तरण हुन्छ। 44 चाहिँ 22 मा विभाजन भयो, XY मा एउटा एक्स र अर्को वाई गरेर यसरी 2 भागमा विभाजन हुने भयो पुरुषको केसमा। त्यस्तै महिलाको केसमा पनि 22 + एक्स र 22 + एक्स गरेर 2 वटा हेप्लोइड कोषहरू बन्ने भयो। यो चाहिँ डिम्बमा हुन्छ। अनि जब यो दुईटा शुक्रकीट डिम्ब बीच मिलान भएर गर्भधान हुन्छ, गर्भधान भइसकेपछि यताको 22 + एक्स र यता डिम्बको 22 + एक्स जोड्यो भने 44 + XX बन्छ जुन चाहिँ महिलाको शरीर हो अथवा छोरी बन्छ। त्यस्तै यताको एक्स र यताको एक्स बीच मिलन भएमा छोरी बन्यो किनभने 44 + XX नै भयो। तर यो वाई शुक्रकीट भएको यता एक्स र एक्स क्रोमोजोम भएको डिम्बसँग मिलन भएमा 44 + XY र 44 + XY छोरा बन्ने हुन्छ। यसरी कुनै पनि गर्भधान प्रक्रियामा छोरा र छोरी बन्न सक्ने सम्भावना चाहिँ बराबर रहन्छ। अर्थात् 50-50% चाहिँ रहन्छ। निष्कर्षका रूपमा क्रोमोजोमहरूले मानवको चाहिँ जैविक लिङ्ग निर्धारण गर्दछ। आमाले सधैँ एक्स क्रोमोजोम प्रदान गर्छिन्, बुबाले चाहिँ एक्स र वाई दुवै क्रोमोजोम प्रदान गर्न सक्ने भयो।
अनि पुरुष र महिला हुने सम्भावना भनेको 50-50% हुन्छ। अनि वाइ क्रोमोजोम चाहिँ SRY जिनले पुरुषमा निर्धारण गर्दछ, विकास गर्दछ। यो जस्तो हामी चित्रमा देख्न सक्छौँ। यो 22 वटा चाहिँ उस्तै आकारका उस्तै देखिन्छन् भने यो X र Y चाहिँ अलि फरक खालको देखिन्छ। यसरी यति भन्दै यो भिडियोको अन्त्य हुन्छ। यो भिडियो मन पराइदिनु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। आवश्यक सल्लाह सुझाव पनि दिनु होला। धन्यवाद।